आज चाहिँ नि इम्पेरियल वर्ल्ड स्कुलमा यो लालाबाला थिएटर फेस्टिभल जुन भइरहेको छ विगत सोमबारदेखि र आज बिहिबारको दिनमा चाहिँ म यहाँ आउन पाएँ। थ्याङ्क यू सो मच इम्पेरियल स्कुललाई यसरी बोलाइदिनु भएकोमा र आज चाहिँ यहाँ चेक रिपब्लिकको चाहिँ नि ड्रामा पनि देख्न पायो। एकदमै विशेष लाग्यो। बच्चाहरूले यसरी पनि सिक्न पाउँदो रहेछ, एउटा लर्निङको प्लेटफर्म पनि पाउँदो रहेछ भन्ने कुरा पनि यहाँबाट देखियो। यसै गरी 12वटा देशबाट पाल्नु भएको रहेछ र आज चाहिँ नि चेक रिपब्लिकको पनि यहाँ देख्न पायो र बच्चाहरूले यसरी पनि सिक्दो रहेछन् भन्ने कुरा एउटा नयाँ डाइमेन्सन पनि हामीलाई चाहिँ नि प्राप्त भयो। त्यही भएर यसरी यस्तो प्लेटफर्म दिनुभएकोमा चाहिँ नि स्कुललाई पनि बधाई दिन चाहन्छु र अहिले देशको यस्तो विषम परिस्थितिमा पनि 12वटा देशबाट चाहिँ नि विभिन्न नागरिकहरू यहाँ आउनु भएर यसरी पर्फर्म गर्नुभएको देख्दाखेरि चाहिँ एकदमै खुसी पनि लाग्यो। यसले गर्दाखेरि हाम्रो देशप्रतिको पोजिटिभ इम्प्याक्ट पनि हामीले महसुस गर्न पायौँ र मोस्ट इम्पोर्टेन्टली बच्चाहरूले कसरी सिक्ने, कसरी ग्रो गर्ने भन्ने नयाँ तरिका पनि यो ड्रामा थिएटर फेस्टिभलबाट चाहिँ नि प्राप्त भयो। त्यही भएर एकदमै खुसी लाग्यो। आज चेक रिपब्लिकका एक्टर्सहरूको प्रस्तुति पनि एकदमै राम्रो थियो। निकै नै गजब एक्सपिरियन्स रह्यो। फेरि पनि अर्को पालि हुन्छ र कहिले हुनेछ भन्ने प्रतीक्षामा चाहिँ पर्खेर बसिरहेको छु।